नमस्ते दुआ कतार तपाईँहरूलाई स्वागत छ डिजे बुद्ध पोडकास्टमा र अहिले चाहिँ हामी आएको छु यो विशेष कार्यक्रममा विमोचन कार्यक्रममा र यसै गरी अब उहाँलाई म स्वागत गर्न चाहन्छु सबैलाई पालो पालो। विशेष गरी हाम्रो सिङ्गर हुनुहुन्छ उहाँ चाहिँ हजुरको परिचय। मेरो नाम चाहिँ अब रुद्रमिलन शङ्कर हो। युट्युब नेम चाहिँ अब आरएम राखेको छ है। सर्वप्रथम त मेरो चाहिँ अब घर भन्नुपर्दा चाहिँ झापा, म झापा बिर्तामा हजुर र दुआ कतारमा चाहिँ लगभग अहिले 3 वर्षदेखि कार्यरत छु। अहिले चाहिँ त्योभन्दा अगाडि पनि थिएँ र अहिले यहीँनेरि हामीले गर्ने कार्यहरू चाहिँ यो गीत सङ्गीतको एउटा कार्यक्रममा आज विमोचनको दिन हामीले चाहिँ उपस्थिति भएका छौँ। हाम्रो प्रभुको प्रशंसा गरौँ भन्ने गीतको विमोचनमा हामीले हाम्रो टिम एउटा जमघट भएर हजुरको समक्ष पुगेका छौँ। अनि यो गीत चाहिँ तपाईँको पहिलो गीत हो कि अरू पनि छ यस्तै गीत? पहिलो गीत भन्दाखेरि पनि प्रभुको प्रशंसाको चाहिँ पहिलो गीत हो। हजुर। त्यहाँभन्दा अगाडि चाहिँ मेरो अन्य गाना पनि छन्, आधुनिक गानाहरू छन् र त्यो चाहिँ अहिले सार्वजनिक भएको छैन। 2टा गाना सार्वजनिक भएको छैन, एउटा चाहिँ सार्वजनिक भइसकेको छ, परदेशको मरुभूमि भन्ने। र यो चाहिँ एउटा हाम्रो प्रभुको प्रशंसामा जाने एउटा मौका पाउँदा मलाई पनि सबै दाजुभाइसँग जोडिएर सबैसँग सहमति भएर सबैको माया प्रेम प्रभुमा देखेर मलाई यो प्रभुको प्रशंसा गाउन मन लाग्यो र प्रभुको प्रशंसा पनि यो पहिलो हो। र यो गीत तपाईँलाई लेख्नुमा चाहिँ खास कहाँबाट प्रेरणा आयो? यो गीत लेख्नुमा प्रेरणाको कुरो गर्दाखेरि यो गीत गाउँदाखेरि चाहिँ मैले एउटा बाइबलीय वचन पढ्दै जाँदाखेरि मलाई कहाँबाट यो गाना चाहिँ मलाई हृदयबाट नै लेखौँ लाग्यो। अनि यो गीतले चाहिँ कस्तो खालको सन्देश दिन खोज्नु भएको छ तपाईँले? मैले यो गीतबाट चाहिँ सन्देश हजुरले सोध्नुभयो, त्यसको लागि तपाईँलाई धन्यवाद। एउटा यो प्रभुको जीवन कथालाई समेटेर होइन, उहाँले जो हाम्रो निम्ति बलिदानहरू दिनुभएको थियो, यस जगतमा आएर एउटा मनुष्य रूप लिएर आउनुभएको थियो। तर त्यो मनुष्य रूप लिएर आउँदा भनेको उहाँले यसरी नै भनौँ न, अब हाम्रो देशमा अहिले चलेको राजतन्त्र गणतन्त्र एउटा यो देख्दाखेरि पनि होइन एउटा त्यस्तो घिनलाग्दो कार्यहरू त्यहाँ देख्छु। अरूको देश कति विकसित हुन जान्छ, हाम्रो देशको त्यो देख्छु राजनीतिक। त्यो कारणले देख्दाखेरि पनि मलाई के चट्टै सम्झना आयो भने प्रभुले पनि एउटा राम्रो काम गर्दै उहाँको चाहिँ होइन हरेक पक्षहरूलाई चाहिँ लडाउने होइन, उहाँलाई ताना हान्ने, उहाँलाई चाहिँ धेरै किसिमका यातनाहरू दिने त्यो शब्दहरू मैले बाइबलीय वचनबाट पाउँदाखेरिको समयमा मैले अनि त्यो मलाई चाहिँ एउटा मनमा गाडिएर यो शब्द सङ्गीत मैले लेख्ने एउटा जमर्को राखेको छु। फेरि एउटा तपाईँलाई एउटा क्वेसन सोध्न चाहेँ मैले। क्रिस्चियन सङ्गहरूले चाहिँ तपाईँहरूको धार्मिक जीवनमा के कस्तो प्रभाव पार्छ र यसलाई कसरी अब तपाईँहरूले चाहिँ व्याख्या गर्नुहुन्छ? लाइक क्रिस्चियन सङ्घले चाहिँ के एउटा समाजमा चाहिँ सन्देश दिन्छ भने, एउटा क्रिस्चियन सङ्घमा चाहिँ के हुन्छ भने एउटा अद्भुत कहानी, एउटा जीवन होइन, मान्छेको जीवनसँग जोडिएका शब्दहरू, हरेक किसिमका तपाईँले क्रिस्चियन सङ्घहरू सुन्नुहोस्, मान्छेको जीवनमा भएकै कहानीहरू घटनाहरूलाई लिएर प्रत्यक्ष त्यो घटनाहरू जुन मान्छेको जीवनमा हुन्छ, आउँछ, जान्छ, एउटा आनन्दित तुल्याउने खालको क्रिस्चियन सङ्घमा चाहिँ एउटा हामीले सन्देश पाउन सकिन्छ। धन्यवाद। हाम्रो भ्युवर्सहरूलाई पनि केही 2 लाइन गाएर सुनाइदिनु सक्नुहुन्छ कि? भ्युवर लगायत श्रोताहरूलाई पनि म 2 लाइन गाएर सुनाउँछु। ल सुरु गरेँ है त मैले सर। आऊ हामी जाउँ येशूको प्रेममा जाउँ, पवित्र आत्मा आउनु हुने ठाउँ, उहाँले मात्र बुझ्ने हृदयको घाउ, हाम्रो पाप पखाल्ने हो
हाम्रो पाप खाल्ने प्रभु येशू मात्र नाउँ, प्रभु येशू मात्र नाउँ। धन्यवाद। धन्यवाद तपाईँलाई। र अन्तिममा हाम्रो भ्युवर्सहरूको लागि केही 2 शब्द अन्तिममा अन्तिमको भ्युवर्सहरूलाई म यही भन्न चाहन्छु, युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोता र जति पनि हाम्रो प्रभुमा विश्वासी हुनुहुन्छ अथवा विश्वासी हुनुहुन्न सबैलाई चाहिँ म एउटै के प्रेरणा दिन्छु भने सबैले आफ्नो आफ्नो खुसी मान्न भन्न पाउनुपर्छ हैन। यसमा भेदभाव चाहिँ हुनु भएन। कोही क्रिस्चियन, कोही हिन्दू, कोही के भनेर भन्नुहुन्छ। धेरै कुरा सुन्न पाइन्छ यो जगतमा। र अन्तिममा भन्छु, जति पनि दर्शक श्रोताहरूले हेर्नुहुन्छ त्यो कुराहरूलाई चाहिँ अलिकति आफूले पनि मनन गरेर आफ्नो आफ्नो अधिकार जिउने वातावरण चाहिँ पारिदिनु भएको भन्न चाहन्छु। हस् त, धन्यवाद। तपाईँलाई सोध्न चाहे मैले, प्रभुको यो भजनमा, यो गीतमा जोडिन पाउँदा कस्तो अनुभव भइरहेछ तपाईँलाई? धन्यवाद दिन चाहन्छु समयको लागि। अनि एकदमै धेरै खुसी लागेको छ प्रभुको महिमा यो भजनद्वारा अनि यो गीतद्वारा अनि अभिनय गर्न पाएको छु प्रभुको गीतमा। अनि एकदमै खुसी लागेको छ मलाई। अनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो टिमहरूलाई र सम्पूर्णले फेरि पनि यो गीतहरूलाई हेरेर अनि सब्सक्राइब गरिदिनु होला र ताकि हामी आउने दिनमा फेरि पनि अरू भिडियोहरू गर्न सकौँ। हुन्छ, यो मेरो यो 2 शब्दलाई यहीँ राख्न चाहन्छु। यसै गरी तपाईँलाई मैले सोध्न चाहेँ, यहाँ तपाईँको चाहिँ यसमा खास के भूमिका छ? तपाईँ विशेष धन्यवाद दिन चाहन्छु मित्रलाई, यो समय दिनुभएको छ र हाम्रो युट्युब च्यानलद्वारा जति पनि हाम्रो डिजे बुद्ध युट्युब च्यानलद्वारा जतिजनाले हेर्नुभएको छ उहाँहरूलाई पनि म नमस्कार गर्न चाहन्छु र हाम्रो क्रिस्चियन प्रेमीजनहरूलाई जय मसीह भन्न चाहन्छु। र यो गीतको विषयमा भन्नुपर्दा मैले पनि केही सानो भूमिका गर्न पाउँदा म धेरै खुसी छु है। र विशेष गरी एउटा म उदाहरण, जस्तै हामीसँग मोबाइल छ, हाम्रो मोबाइलबाट दिनुपर्ने कुराहरू जुन विशेष छ दिएन भने त्यो मोबाइलको कुनै अर्थ हुँदैन। त्यसरी नै परमेश्वरले पनि हामीलाई बनाउनु भयो र हाम्रो जीवनबाट दिनुपर्ने कुरा चाहिँ हामीले दिएनौँ भने चाहिँ हाम्रो जीवनको कुनै अर्थ हुँदैन। र त्यो अर्थलाई चाहिँ यो भजनद्वारा चाहिँ विशेष गरी यो शब्दद्वारा चाहिँ दर्शाइएको छ। ध्यान दिएर हाम्रो युट्युब च्यानलद्वारा चाहिँ हेरेर कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। हुन्छ, धन्यवाद। ती शब्द यही राख्न चाहन्छु। र हजुरलाई म के सोध्न चाहे, छोटो मिठो परिचय साथै विशेष गरी परमेश्वरलाई धन्यवाद अनि हाम्रो दाजुलाई पनि धन्यवाद अनि नमस्कार अनि त्यसको साथ जय मसीह भन्न चाहन्छु। अनि मेरो नाम चाहिँ मनिषा गोले हो। अनि मैले यो भिडियोमा खेल्न पाउँदै गर्दा म धेरै नै खुसी छु, आशिषित छु, किनभने परमेश्वरले दिनुभएको मौकामा एकदम आत्मीमा अघि बढ्न पाएको छु, खुसी लागेको छ। अनि विशेष गरी हाम्रो पत्रकार टिमहरूलाई पनि धेरै धेरै धन्यवाद छ। अनि हाम्रो दाजुलाई पनि धन्यवाद अनि यता हाम्रो विशेष गरी क्यामेराम्यान दाजुलाई पनि धन्यवाद छ। अनि सबैजना टिमहरूलाई धन्यवाद भन्न चाहन्छु अनि परमेश्वरलाई पनि धन्यवाद भएकोस्। अब फेरि हो हामी उहाँ चाहिँ मेरो मिल्ने साथी पनि हुनुहुन्छ र यतातिर जाउँ। त्यसै गरी म हाम्रो डाइरेक्टर सरसँग गएँ। यो गीत तपाईँले गर्दै गर्दा कस्तो अनुभव रह्यो र केही 2-4वटा कुरा राख्नुहोस्। सर्वप्रथम त धन्यवाद हाम्रो पत्रकार मित्र डिजे बुद्धलाई यहाँसम्म आइदिनु भयो अनि उहाँको च्यानलमा जोडिनु हुने सम्पूर्ण भ्युवरहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहेँ। म यो गीतमा जोडिनुको कारण चाहिँ भन्ने मेरो साथी, मेरो दाइ भने नि जे भने नि होइन, उहाँले मलाई एउटा मौका दिनुभयो। क्रिस्चियन प्रोजेक्टहरू मैले नेपालमा पनि धेरै गरेँ। यहाँ आएर मेरो यो एज अ डाइरेक्टर क्यामेराम्यान चाहिँ मेरो पहिलो गीत हो र उहाँसँग काम गरेर आउँदाखेरि धेरै खुसी पनि भएँ होइन, धेरै रमाइलो पनि लाग्यो उहाँसँग काम गर्न पाउँदा। अब आगामी दिनहरूमा नि यसरी नै जोडेर काम गरिरहन पाऊँ होइन, योभन्दा बेटर, योभन्दा अलि उत्कृष्ट अझै गरेर देखाउन पाउने छौँ भन्ने मलाई लागिरहेछ है। त्यही हो, अब हामीले चाहिँ धेरै मेहनत गरेका छौँ यो गीतको लागि। लगभग हामीले 3 दिनसम्म लाएर सुट गरेर बनाएको गीत हो। तपाईँहरूले एकचोटि गएर हेरिदिनु होला, गीत धेरै राम्रो बनेको छ। यो गीत चाहिँ अहिले
आरएम शङ्कर युट्युब च्यानलमा छ, तपाईँहरूले सर्च गरेर नि हेर्न सक्नुहुन्छ। प्रभु तपाईँको प्रशंसा गरौँ, तपाईँले सर्च गर्नुभए पनि युट्युबमा भेट्नुहुनेछ, गएर हेर्नुहोला। लाइक एन्ड सब्सक्राइब एन्ड सेयर गर्न चाहिँ नभुल्नुहोला। एउटा तपाईँहरूको साथ सपोर्ट चाहिएको छ हामीलाई। अब आगामी दिनहरूमा नयाँ नयाँ कामहरू लिएर आउँदैछौँ, हेर्दै बस्नुहोला। अनि स्पेसली धन्यवाद मेरो इन्टायर टिमहरूलाई, मेरो कलाकार साथीहरूलाई, यसरी जोडेर काम गर्नुभयो, हातोमाले गरेर होइन एउटा सफल प्रोजेक्ट बनाउन उहाँहरूले धेरै मद्दत पुर्याउनु भयो। स्पेसली थ्याङ्क्स भन्नुपर्दा हाम्रो रुद्र मिलन शङ्कर सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू। हस्, धन्यवाद। र हाम्रो साथीहरूसँग केही कुरा राख्न चाहे छोटकरीमा सरल बताइदिनु होला। कस्तो लाग्यो हजुरलाई काम गरेर? त्यति सर्वप्रथम डिजे सरलाई धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। म त धेरै कुरा बोल्न चाहन्न, एकदमै राम्रो र एकदमै मन छुने एकदम होइन क्रिस्चियन समुदायको एकदम धेरै नै राम्रो गाना बनेको छ, भिडियो बनेको छ। त्यसै गरेर फेरि पनि म डाइरेक्टर सरदेखि लगायत मेरो मिलन दाइ हुनुहुन्छ, उहाँहरूले चाहिँ अब यसै गरी नै फेरि पनि म खेल्न पाऊँ, यसरी नै यो भिडियोमा फेरि पनि अब यसरी नै अगाडि जानुहोस् जस्तो लाग्छ। अब त्यही भन्न चाहन्छु, म चाहिँ अब दाइहरूसँग फेरि पनि मलाई काममा फेरि पनि यस्तो भिडियोमा सानो सानो भिडियोहरूमा चाहिँ फेरि पनि मौका मिलोस्, त्यही भन्न चाहन्छु। भिडियो एकदमै राम्रो बनेको छ, सबैजनाले हेरेर सपोर्ट गरिदिनु होला। जस्तै कि आज रिलिज भएको छ यो भिडियो चाहिँ आरएम शङ्कर युट्युब च्यानलमा आज रिलिज भएको छ, त्यहाँ सबैजनाले हेरिदिनु होला। हस्त धन्यवाद। अच्छा, धन्यवाद हाम्रो युट्युबर दाइले है हामीलाई यसरी मौका दिनुभयो आफ्नो च्यानलमा ल्याउनलाई। अनि हाम्रो विशेष हाम्रो सिङ्गर दाइलाई पनि धन्यवाद छ हामीलाई यो भिडियोमा हामीलाई सानो रोल गर्नलाई यो होइन हामीले मौका पायौँ। हाम्रो डाइरेक्टर दाइले एकदमै राम्रो भिडियो बनाउनु भएको छ, गीत पनि एकदमै मलाई छुने खालको गीत होइन, मलाई छुने खालको गीत छ। तपाईँहरूले हेर्नुहोस्, तपाईँहरूलाई नि अवश्य नै मन परेछ। मन पऱ्यो भने आफ्नो राम्रो राम्रो कमेन्टहरू गर्नुहोला अनि सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला है। म जयमसी भन्न चाहन्छु र दाजुलाई पनि डिजी दाजुलाई पनि। र यो हाम्रो भिडियोहरू खेल्दै जाँदाखेरि अब सबैकोमा राम्रो नै छ, हामीलाई होइन एकदम सरल तरिकाले गर्नुभएको छ। हामीले परमेश्वरको लागि महिमा गर्नुपर्ने छ र यति नै भन्न चाहन्छु। हुन्छ, सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिएको यो समय दिनुभएकोमा। अनि हाम्रो युट्युब च्यानल हेर्दै गरेका सबै दर्शकजनाहरूलाई मेरो जयमसी साथी नमस्कार। मैले भिडियो बारेमा भन्नुपर्दाखेरि म अति नै धेरै खुसी छु, किनभने एउटा क्रिस्चियन सङ्गमा आफ्नो अभिनय प्रस्तुत गर्न पाउँदाखेरि मलाई एकदमै खुसी हुन्छ। र आगामी दिनहरू पनि यसरी नै क्रिस्चियन समुदायलाई गीतहरूमा अभिनय प्रस्तुत गर्न पाऊँ भन्ने म चाहना राखेको छु। साथै हाम्रो मिलनदायलाई पनि धेरै धन्यवाद छ यो अवसर दिनुभएकोमा, धन्यवाद। गीत एकदमै राम्रो बनेको छ, तपाईँहरूले हेरेर साथ दिनुहोस्, राम्रो कमेन्ट गर्नुहोस्, हामीलाई पठाउनुहोस्, सेयर गर्नुहोस्, लाइक गर्नुहोस्। अनि धेरैभन्दा धेरै साथीभाइहरूलाई धेरै भनेर अनुरोध गर्नुहोस् है। अनि धेरैभन्दा धेरैले हेरेर यो गीतबाट केही सन्देशहरू पाउँ, सुसमाचार सुनौँ, आत्मीय क्षेत्रमा अगाडि बढौँ भन्ने म कामना गर्दछु। धन्यवाद। नमस्ते, जयमसी सबैलाई। हाम्रो यस युट्युब च्यानलमा सबैले हाम्रो कामहरू पाएका छौँ, प्रभुलाई धन्यवाद भएको होस्। हाम्रो यसरी यो प्रभुको भजन अनि प्रभुमा हामीले यो म्युजिक भिडियो खेल्न हामीलाई मौका अवसर पाएका छौँ। अझै पनि अगाडि आउने दिनमा हामीले यो भिडियो काम गर्नको लागि हामीलाई अझै पनि हामीलाई सहायता गर्नुभएको होस्, हामीलाई धन्यवाद। यसरी हामीले काम गर्नु पाएका छौँ, यस ठाउँमा बसेर सबै कुरालाई परमेश्वरलाई धन्यवाद। हस्, धन्यवाद तपाईँहरू सबैजनालाई। तपाईँहरूको गीतको लागि तपाईँहरूलाई धेरै धेरै शुभकामना छ। हस्, धन्यवाद भन्न चाहन्छु सबैजनालाई। नमस्कार। ओके, डिजे बुद्ध अफिसियल च्यानललाई चाहिँ सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला। र यसै गरी म फेरि पनि नयाँ नयाँ प्रस्तुतिहरू लिएर आउँछु, नयाँ नयाँ प्रोजेक्टहरू लिएर आउँछु। सधैँभरि माया गरिदिनु होला। धन्यवाद।